मलाई यो अचार बनाउँदा बनाउँदै खानु मन लागेको थियो कि है, म आफूलाई चाहिँ कन्ट्रोल गर्नै सकेको थिइनँ। यस्तो मिठो बास्ना आएको थियो नि है। अब आजै खानु चाहिँ मिल्दैन यो अचार है। मैले चाहिँ यहाँ अचारको लागि चाहिँ मसला रेडी गर्दैछु। धेरै बेर भुट्नु पनि पर्दैन, एकैछिन प्यारेक पुरुक पारे हुन्छ है। अनि यतिको मोटो गराएँ। अनि आज चाहिँ मैले तामा अनि त्यसपछि लसुन र डल्ले खुर्सानीको अचार बनाउँदैछु। खासमा चाहिँ मैले यो तामा तरकारी खान ल्याएको थिएँ। अनि 1-2 दिन भयो मेरो मोबाइलको फर यू पेजमा चाहिँ यति धेरै तामाको अचारको भिडियो आइरहेको थियो के। अनि यो देखेर चाहिँ मलाई कति खान मन लाग्यो झन्। अनि अब बजार गएर तामा ल्याउने जानी पनि कुर्नै सकेन के। जति छ त्यतिलाई काटेर सुकाइदिन्छु भनेर घाममा सुकाइदिएको त यो सुकिसकेपछि त यति थोरै भयो कि है। अब जति छ त्यतिलाई नै मोलमाल पारेर है मैले बनाउन लागेँ तामाको अचार। मजाले खाँदेर राख्नुपर्छ कि, अमिलो हुन्छ नि त। अनि अमिलो भइसकेपछि बल्ल खानु मिल्छ, तुरुन्तै खानु मिल्दैन है। मलाई चाहिँ कस्तो खान मन लागिसकेको थियो कि। अनि एक बट्टा चाहिँ भयो है। अब यति भएपछि त मलाई एकछिनलाई पुगिहाल्छ है। थ्याङ्क यू फर वाचिङ।